यो चाहिँ कैलुब्राहा ठान हो। जेठासी पूर्णिमा तीर्थालु भक्तजनहरूको अत्यधिक घुइँचो रहेको छ। आउ सत्य ब्राहा पूजा जाने भिडभाड लीजिए। होटा रंजे चाहिँ आज चाहिँ कैलुब्राहा आटम भिडभाड सयौं तीर्थालु भक्तजन लिएर 2082 ज्येष्ठ 28 गते जेठासी पूर्णिमाको दिन जलजला गामा एसिड विभिन्न ब्राहा थानहरूमा चाहिँ विधिवत ढंगले ब्राहा पूजा भइराखेको छ। यो देखिने दृश्य सत्य ब्राहा को ठान हो। यहाँ पनि तीर्थालु भक्तजनहरूको घुइँचो छ र पारी देखिने यो चाहिँ कैलुब्राहा ठान हो। यहाँ पनि उत्तिकै भिडभाड छ र जानकारीमा भएअनुसार रानी बोजू ठान र भामापुप यतातिर छ, यता पनि उत्तिकै भिडभाड छ भन्ने जानकारी छ। जलजलामा पाल्नुहुने सम्पूर्ण आगन्तुकहरू तीर्थालु भक्तजनहरूलाई धेरै धेरै स्वागत अभिनन्दन गर्न चाहन्छौँ। यहाँहरूको दिन, यहाँहरूको समय सुखद र सफल रहोस् हामी कामना गर्दछौँ। यो चाहिँ रानी बोजू र बोजू ब्राहाको थान हो। यो चाहिँ पूजा सुरु भइसकेको छ। यो चाहिँ रानी बोजूको ठान हो। यो चाहिँ कुखुराको मातृपूजा हुन्छ, कुखुराको पूजाहरू भइरहेछ। यो चाहिँ बोजू ब्राहा ठान पूजापाठ भइराखेको छ। यो चाहिँ भामा अर्डर। यहाँ पनि यो आज पूजाको निकै भिडभाड छ तीर्थालु भक्तजनहरूको। यहाँ दुई ठाउँमा पूजा हुन्छ, यहाँ र माथि कैलुब्राहा सत्य गरी यहाँ रानी बोजूको पनि पूजा हुन्छ। यहाँनिर कुखुराको रामताजे मोर रानी बोजू र बोजू ब्राहाको ठान यता रहेको छ। पूजा भइराखेको छ। अझै पूजा गर्नेहरूको घुइँचो अझै उस्तै छ।